सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल होइन फेरि पनि धेरै पछि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा होइन अनि म चाहिँ आज फिल्म हेर्न जान लागेको अब हेरौँ एकछिनबाट फिल्म हेर्न जाने म चाहिँ यहाँ एकछिन वार्ड कार्यालय जाने काम थियो अनि वार्ड कार्यालय हाम्रो 4 नम्बर वार्ड कार्यालयमा एकछिन साइन गरिदिन्थ्यो मेरो साइन नभए नहुने अनि त्यो भएर साइन गरेर टक्क लाएर अनि म चाहिँ स्कुटरमा होइन म्यामको स्कुटरमा अब म चाहिँ फर्किन लागेको अब म यसो फर्किन्छु अनि त्यस पछाडि फिल्म चाहिँ कुन भनेर म अहिले एकछिनबाट भन्छु कुन हेर्न लाग्यो भनेर ठ्याक्क त्यो हल अगाडि म भन्छु तपाईँहरूलाई सो गाइस म चाहिँ जाँदैछु है भिडियो बनाउँदै होइन एक हातले चलाउँदा चाहिँ गाइस तपाईँहरूले होइन धेरै स्पिडले चलाउनु हो भने चाहिँ अनकन्ट्रोल हुनसक्छ है यसरी टर्निङहरू आउँछ टर्निङहरू आएकोमा चाहिँ एकदम गाह्रो हुन्छ अनि उताबाट वात्त गाडी आइदियो भने झ्याप्प अब के गर्नु हुन्छ फोन फालिदिउँ कि स्कुटर फालिदिउँ कस्तो हुन्छ त्यही भएर अनि तपाईँहरूले चाहिँ एकदम होसियारै चलाउनु पर्ने हुन्छ बिस्तारै गरेर चलाउनु पर्ने हुन्छ यस्तो हरियाली छ क्या सबै गाउँघरहरू चाहिँ हाम्रो यो 4 नम्बरको वार्ड कार्यालय है यो चाहिँ एरिया हो क्या यो चाहिँ अनि हामीले एकदम यो एरियालाई चाहिँ गाउँ एरिया हो एकदम प्रमोट गर्नुपर्ने अवस्था छ क्या अगाडिको भ्यू हेर्नुहोस् गाइजहरू होइन एकदमै यसरी ठुल्ठुलो बसहरू आउँछ क्या टर्निङ क्रस भएपछि गाडीहरू आउँछ यहाँ त बेला होइन एकदम गाइस यो चाहिँ के हो भनेर तपाईँहरूलाई थाहा छैन होला थाहा हुन्छ होला थाहा भएन कमेन्ट गरिदिनु होला यहाँ चाहिँ सानो स्कुल छ क्या ठक्क स्कुल छ कतिसम्मको स्कुल हो बच्चा पढ्ने मन्टेसरी जस्तो टाइपको छ एकदम यो एरिया चाहिँ गाउँ एरिया भनेर एकदम ग्रिनेरी छ मलाई फेरि यस्तैमा मनपर्छ क्या ग्रिनेरी एरियाहरू दामी छ त्यही भएर यो एरिया चाहिँ अनि म चाहिँ यस्तरी है गाइस म यो हेलमेटको भाइजर लाउनै झ्याउ लाग्छ क्या धुलोमा मात्रै हो भाइजर लाउनु चाहिँ एकदम म चाहिँ भाइजर नलाइकन हेलमेटको भाइजर नलाइकन बिस्तारै चलाइरहेको छु टक्क लाएर अनि कस्तो देखिरहेछ गाइस भिडियो क्वालिटी कमेन्ट गर्नु पऱ्यो है त टक्क लाएर पार्वत चोक आइपुग्न आँटेँ म चाहिँ यतिको स्पिडमा मात्रै चलाएको चाहिँ जहिले पनि म एक हातले चलाउँदाखेरि स्लोमा चलाउने गर्छु गाइस अब म चाहिँ यतातिर लाग्नुपर्ने हुन्छ सो गाइस यो एन्डरको है क्याप्टेन अफ अमेरिका यो छ होइन टक्क लाएर होइन मैले चाहिँ यो लाइट बालेर हाजर लाइट भन्छ कि के भन्छ अरे यो ठ्याक्क मलाई पनि थाहा छैन यो लाइट बालेर म चाहिँ चलाउँछु क्या दामी राइड हुन्छ फेरि यो एन्ड्रोमा चाहिँ जहिले पनि कुदाउँदा चाहिँ एकदम कम्फर्टेबल क्या रेसिडिसन टाइपको भयो यो भयो होइन जुनै भए पनि सो गाइस यहाँ चाहिँ हाम्रो दाजु चाहिँ जुत्ता लाउँदै हुन्छ पुरा फिल्म हेर्नको लागि रेडी कति एक्साइटेड हुन्छ दाजु कस्तो भनिदिनु हो हेर यहाँ चाहिँ कति हजारको जुत्ताहरू यो भनिदिनुहोस् सिलाइदिनु न $120 भनेको नि लगभग नेपालमा 14-15 हजारको होला जुत्ता अनि यहाँ चाहिँ गाइस यहाँ चाहिँ यता को यो हाम्रो लिन अनि यता भाउजू चाहिँ मेकअप गर्दै हुन्छ हेलो म चाहिँ फर्स्टचोटि मेकअप गर्दै चाहिँ थाहा छैन कस्तो हुन्छ यस्तो यो आइफोन किन्नु भएछ त ल भएन यो के यसो गर्दा हुन्छ हेलो गाइस अनि यहाँ लिन के भन्यो त कस्तो भइरहेछ आज चाहिँ अन्जाले कि के अरे नामै म कन्फ्युज हुन्छु म त एक्साइटेड त छुइनँ त्यति साह्रो हो र अनि यता हाम्रो मिक्दाइ चाहिँ बिरामी हुन्छ मलाई चाहिँ एक्साइटेड जानुहुन्न होला किनकि हाम्रो याकथुम्बाको हो हामीले हेर्नुपर्छ याकथुम्बा किरात भनेको दाजु पनि टक्क लाएर दुईजना भएर स्कुलमा चल्दिने हो जस्तो सुकै होस् सपोर्ट सो गाइस म चाहिँ उयो के परे नानालाई लिन जाँदैछु है
पुरा स्कुटरमा होइन। अब दाजुहरू उताबाट निस्किनुहुन्छ अनि म चाहिँ के भयो भन्छ अब नानाले यताबाट निस्किन्छु अनि कल गर्छु हामी निस्केकै भनेर। अनि दाजुहरू यताबाट आउनुहुन्छ अनि हामी ठक्क जङ्सनमा ठ्याक्क भेट भएर अनि हामी चाहिँ लाग्दिने हो पारा गाइस। मेरो पारा फेरि यस्तो हुन्छ है, यहाँ मैले फेरि देवाको औषधि बोकिरहेको छु कि ट्याब्लेट्सहरू। अनि सो गाइज यहाँ चाहिँ नाना रेडी भएर आइसक्नु भयो। नाना कतिको एक्साइटेड हुन्छ? एकदम धेरै एक्साइटेडहरू चप्पल आउँदै हुन्छ अब चप्पल लाइँदैछ। अनि अब के गर्नु, जानु कि भाइलाई पर्खिनु कि? अब पर्खिनु पर्छ होला दाजुलाई। अनि माथि छु भन्दै थियो। अब आउनुहुन्छ होला। अब नाना र म चाहिँ यहाँबाट निस्किने। अब दाजुहरूलाई कल गर्नुपर्छ हौ। सो गाइज अनि हामी चाहिँ दाजुहरू आइसक्नु भएछ। ठ्याक्क लाएर दाजुहरू यता चाहिँ भाउजू चिटिक्क गरेर आइसक्नु भएछ। लिना एन्जिला फिल्म हेर्न जान आँटेको त्यसैले थाहा नपाइकिन म हल्ला गरिदिन्छु त। नगन पापाले मार्नुहुन्छ। को भाइ आज पनि कुर्तै लगाउनु? नाना आउँदैन। को सान भाइ? हाम्रो सानो भाइ हो वीरेन्द्र। हाम्रो माथि होइ छैन गफ हुँदैछ दाजुहरू चाहिँ। लिएर जाने भनेको भाइलाई। कहाँ आउनुभयो कि माइलीकोमा गयो कि? को माइली? उता हुन्छ होला हौ। बाध्य खाएर बाँदरले यस्तो बाध्य खाएर आएको क्या भर्खर त गएर आउँदैछ। हामी जाने बित्तिकै लन्चलाई पठाए। कस्तो राम्रो देखेको छ खै। अनि कति जाए फर्काउनु? हामी चाहिँ कम्प्लिमेन्टहरू राखेको देख्न सक्नुहुन्छ गाइस। हाम्रो टोली मुभ भइसकेको छ एकदम। अरे न्यू सुरु रहेछ आमाको गाइस। यो न्यू सुरु एकदम फुल होला यहाँ। हामी लिफ्टमा बसिरहेको छ। कस्तो लागिरहेछ त? मास्क लाएर हेर न फेरि। यता नानाजी फिल्महरूमा आएर तपाईँ सुत्ने मान्छे होइन? दाजु चाहिँ सुत्ने हेरे क्या। यो फिल्महरूमा आएर हेर्ने कि सुत्ने? यो यस्तो मान्छे पनि कहीँ हुन्छ। दिनभर थाकेको छ। अनि पपकर्न यहाँ चाहिँ भ्याइ नभ्याइ हुँदैछ। यता हेर न, उता भ्याइ नभ्याइ हुँदैछ, यता पपकर्न र के नाना त सुतेको अरे। ला पपकर्न खानु आएको हो कि फिल्म हेर्नु आएको होइन नि त यहाँ? फिल्म हेर्नु आएको होइन, त्यो यो चिज पपकर्न खानु आएको। मेरो पपकर्न त सिद्धिँदै पो रहेछ। पपकर्न 120 150 मा खानु आएको। दाजुलाई पुगेछ। अब चाहिँ यता झोलाइ दिइ पठाउनु हो। अब यस्तो हुँदैछ गाइस। अब सुरु हुन्छ। तपाईँ चाहिँ अब सुत्ने होइन, फिल्म चाहिँ नहेर्ने होइन? बाल्कनीमा त्यो त म कसले नजानेको। यता मलाई ट्रिक सिकाउँदैछ त्यो यति गरेर बुढाले। धेर बाटो हुँदैछ। Charge your batteries and servicing. Look no further than our luxury wellness center, where we offer the ultimate relaxation and rejuvenation. Our expert therapists are trained in the latest techniques and use the highest quality products to ensure your experience is nothing short of exceptional.
घर आइपुगेको घर आइपुगेको होइन हो कि होइन नाना घर आइपुगेको हामी एन्जिना हेरेर लगभग कति भन्छ भने 10-21 भएछ होइन कस्तो लाग्यो त नाना दामी 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 रहेछ एकदम दाजु कस्तो रहेछ रुवायो नि एकचोटि आँसु झार्यो नि त्यस्तो हुन्छ सारङ्गी चाहिँ म 2 दिन रुएँ साँच्चै कसम ढाँटेको ल हो र